प्रतिनिधि सभा निर्वाचन नजिकै गर्दा मधेसको राजनीति माहौल तातेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस मूलका बालन शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा अगाडि सार्दै निर्वाचन मैदानमा उत्रिएपछि यसको प्रभाव मधेसमा स्पष्ट देखिन थालेको छ। स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म मधेसी मतदाताहरूले यस विषयलाई गम्भीर रूपमा लिएका छन्। मधेसको मत प्रयोग गरी पटक पटक सत्तामा पुगेका नेताहरू जुली महतो धौन्सा क्षेत्र नम्बर 3बाट र धौन्सा क्षेत्र नम्बर 4बाट निर्वाचित एमालेका रघुवीर महासेठ धेरै पटक मन्त्री बने पनि मधेसी समाजको भाषा, संस्कृति र पहिचानप्रति संवेदनशील देखिन नसकेको आरोप उठ्दै आएको छ। यसैबीच एमालेका सचिव महेश बस्नेतले मैथिली भाषामाथि अपमानजनक टिप्पणी गरेपछि मधेसीप्रति रहेको पार्टीको मानसिकता पुनः उजागर भएको बुद्धिजीवीहरूको भनाइ छ। त्यसमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले धौन्सा महोत्तरीलाई फोहोरी ठाउँ भन्दै दिएको अभिव्यक्तिले मधेस र मधेसी समुदायप्रति थप नकारात्मक सन्देश गएको स्थानीयहरूको गुनासो छ। संस्कृति र पहिचानमाथि चोट पुग्ने यस्ता अभिव्यक्तिहरूले मधेसमा नयाँ राजनीति बहसलाई जन्म दिएको छ। गाउँ-गाउँका युवाहरूको भनाइमा लामो समय शासन गरेको दलको सोच अहिलेसम्म पनि मधेसप्रति परिवर्तन हुन सकेको छैन। उनीहरूका अनुसार विकासभन्दा बढी भोटको राजनीति मात्र केन्द्रमा राखिँदा भाषा, संस्कृति र पहिचान ओझेलमा परिरहेको छ। यही कारण यस्ता अभिव्यक्तिहरू सामाजिक सञ्जालमा तीव्र रूपमा ट्रेन्ड भइरहेका छन्। राजनीति विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जललहरले परम्परागत दलहरू आत्तिएका छन्, जसको परिणामस्वरूप असंयमित र अपमानजनक अभिव्यक्तिहरू बढ्दै गएका छन्। तर यस्ता अभिव्यक्तिहरूले उल्टै रासपाका उम्मेदवारहरूलाई गाउँ-गाउँमा अझ मजबुत बनाएको देखिन्छ। मधेसी समुदायका लागि योग्य उम्मेदवार बालन शाहले परिवर्तनका लागि नेतृत्व गर्ने अठोट सहित निर्वाचनमा होमिनु सकारात्मक सन्देश भएको राजनीतिक पण्डितहरू बताउँछन्। उनीहरूका अनुसार अर्ध शिक्षा र अपूर्ण ज्ञानका कारण दिने भाषा तथा संस्कृति विरोधी अभिव्यक्तिले सम्बन्धित दलले आफ्नै खुट्टामा बन्चरो हानेको अवस्था सिर्जना भएको छ। अब मधेसको मौनताले मत मार्फत जवाब दिने सङ्केत देखिएको छ। सही निर्णय र उत्तर निर्वाचनको नतिजाबाट प्रष्ट हुने आङ्कलन गरिरहेका छन् मधेसका जनताहरूले।